हेलो एभ्रिवान, यो चाहिँ मेरो एन्क्लेक्स जर्नीको लास्ट भिडियो है। मैले भिडियो पार्ट 1 देखि पार्ट 3 सम्म मेरो टिकटकमा र युट्युब च्यानलमा अपलोड गरिसकेको छु। हजुरहरूलाई केही क्वेरी छ भने कमेन्ट गर्न सक्नुहुन्छ। खासमा दिल्लीदेखि नेपालगञ्ज भनेको बाई बस नै कम्फर्टेबल हुन्छ र सस्तो पनि पर्न जान्छ। मलाई चाहिँ अलिकति यो ठाउँहरू एक्सप्लोर गरौँ न भन्ने हिसाबले चाहिँ दिल्लीदेखि लखनऊ गएर लखनऊबाट बाई बस चाहिँ नेपालगञ्ज जान मन लागेको भएर हामीले चाहिँ यसरी टिकट काटेका थियौँ। यो बिचमा पनि एकदमै राम्रो क्या, यो दिल्लीदेखि यो एयरपोर्ट जाने टर्मिनल बेलाको होइन। भनौँ न, दिल्ली एयरपोर्ट जाने बेलासम्म चाहिँ कस्तो ठुलो ठुलो बिल्डिङहरू, धेरै इन्डस्ट्रिजहरू चाहिँ त्यहाँ थियो। अनि यो हामी टर्मिनल 3बाट चाहिँ भित्र छिर्यौँ। मेरो यो इन्टरनेसनल एयरपोर्ट भिजिट भनेको चाहिँ फर्स्ट टाइम थियो। अनि एकदमै मान्छेहरूको चहल पहल, गाडीहरू यताउता थियो। म चाहिँ एकदमै इन्जोय गर्दै हिँडिरहेको थिएँ होइन त्यहाँभित्र चाहिँ। अनि हामीले यसरी आफ्नो यो फ्लाइट सेड्युल फिक्स गरिसकेपछि चाहिँ हेरिसकेपछि हामी चाहिँ एकदमै एक्सप्लोर गरिरहेको थियौँ यताउता। मलाई चाहिँ फेरि कस्तो भने इन्डिया चाहिँ कला र संस्कृतिले एकदमै धेरै भरिपूर्ण जस्तो लाग्छ। त्यही भएर पनि म एकदम रमाउने गर्छु इन्डियामा। यहाँ यो एलिफेन्टहरू अनि त्यसपछि यताउता मूर्तिहरू कुदिरहेको थियो। अनि यहाँ मलाई सबभन्दा राम्रो लागेको भनेको हेर्नु न, मल्टिफेथ प्रेयर रुम के है, त्यहाँ चाहिँ कति धेरै के यो यस्ता कुराहरू चाहिँ हामीले विभिन्न किसिमका यस्ता सार्वजनिक स्थलहरूमा चाहिँ कपी गर्न जरुरी छ जस्तो लाग्छ कि। कस्तो राम्रो है, मान्छेहरूको आस्था हुन्छ नि। अनि फेरि यो जस्तो हामीले धेरै वेट गर्ने ठाउँहरू हुन्छ नि, जस्तो एयरपोर्ट भयो, एयरपोर्ट जस्ता अरू ठाउँहरूमा पनि यस्तो प्रेयर रुमहरू राखिदियो भने विभिन्न आफ्नो धर्म संस्कृति हुन्छ नि, आफूले मान्ने मान्छेहरूले आएर त्यहाँ प्रेयर गर्न पनि पाउँछन् नि त। अनि यो चाहिँ मलाई एकदम राम्रो लागेको है। त्यसपछि हामी डुल्दा 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 चाहिँ हामीलाई एकदमै थकाइ लाग्यो। अनि त्यहाँभित्र चाहिँ यो बर्गर किङ भन्ने रहेछ। अनि हामी त्यहाँभित्र गयौँ केही खाजा खाउँ न भनेर। वेट गर्न चाहिँ टन्न पर्दो रहेछ क्या। अनि त्यो वेट गर्ने टाइममा यताउता यताउता हेरिरहेको थिएँ। अनि म चाहिँ उहाँलाई जिस्काउँदै थिएँ कि किन थाहा छ, यो घडी छ नि 150 मा उहाँले मलाई सरोजनी मार्केटमा किनिदिनु भयो होइन। अनि त्यही भएर म 150 को घडी भन्दै जिस्काइरहेको हुन्थेँ। अनि यति धेरै टाइम लगाइदियो कि खाजा आउनको लागि। यहाँ कोही कोही झोक्राइसकेका छन् होइन। त्यसपछि बल्ल बल्ल आइसक्रिम चाहिँ आयो। अनि म चाहिँ फेरि यहाँ आइसक्रिम सुई 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 खानुपर्ने नाटक देखाउँदै थिएँ अनि है त्यसपछि अरू पनि हामीले मगाएको जति सबै चिजहरू आयो। अनि हामीले चाहिँ खायौँ। अनि यस्तो धारा पनि मैले देखाएको थिएन है, खान मलाई कस्तो गाह्रो भएको थियो। त्यसपछि चाहिँ सिकेँ। त्यसपछि हामीले अब यो भित्र जानको लागि चाहिँ तयारी भयौँ। अनि एकदमै यताउता हेर्दै रमाउँदै जस फर्स्ट टाइम भएर पनि होला मलाई चाहिँ एकदम रमाइलो लागिरहेको थियो। अनि हामी धेरै गफगाफ पनि गरिरहेको थियौँ। यसो सुते जस्तो नाटक गरेँ मैले। अनि यो काहीँ न काहीँ एउटा न एउटा कुरा हुने क्या। अनि यो खाजा आयो होइन, यो दिल्लीदेखि के अरे हाम्रो यो लखनऊसम्मको फ्लाइटमा चाहिँ। अनि त्यो बोतल अघि मैले देखाएको थियो कस्तो क्युट लाग्यो कि मलाई चाहिँ। अनि यो खाजा पनि एकदम मिठो थियो। तर प्लेनभित्र भने मलाई सिटहरू त्यति राम्रो चाहिँ लागेन कि। डोमेस्टिककै हुन त डोमेस्टिकको भयो कि यो चाहिँ। तर त्यो हुन्छ नि अलिकति 3 सिटरवाला रहेछ। अनि मलाई चाहिँ त्यति राम्रो लागेन। मैले त्यो उहाँलाई भन्न पनि भ्याएँ। त्यसपछि हामी भनेको चाहिँ अब लखनऊ चढ्ने तयारीमा थियौँ। अनि लखनऊ पुग्यौँ पनि। त्यसपछि हामीले एउटा स्कर्पियो बुक गरेको थियौँ। स्कर्पियो जस आउन अलिकति टाइम लाग्ने भयो। त्यो बेलासम्म चाहिँ अब फोटो खिच्न त पऱ्यो, फेरि टाइम पास गर्न पनि छ भनेर फोटो भिडियो चाहिँ हामी खिच्दै बस्यौँ। एकछिनपछि यसरी बाहिर निस्केको त बा झमझम पानी पर्दै रहेछ। त्यसपछि हामी सुई 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 गएर गाडीमा बस्यौँ। थ्याङ्क यू फर वाचिङ।